जनालाई स्वागत छ मेरो च्यानलमा। अटो चढेर हामी जाँदैछौँ। देख्न अब हामी हेलो पाटन जाने हिँडेर जाने होइन, तर घाम पनि टल्किरहेको अवस्था छ साथीहरू। आज हामी ड्राई पिकनिक गर्न जाँदैछौँ। ल जामै ल हेलो हेलो भने त भ्लगमा ल सबैलाई ल हेलो। त्यसको व्यवस्थाको लागि पनि एउटा यहाँ खानेकुराहरू निकालेर रेडी हुँदैछ होइन। अब एकछिन जुगाड यहाँ रेडी भइसकेको छ। हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल। साथीहरू सबैजनालाई स्वागत छ मेरो च्यानलमा फेरि पनि। र आज चाहिँ मेरो स्पेसल भ्लग हुँदैछ आजको होइन। देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा मेरो फ्यामिलीहरू हुनुहुन्छ। हामी चाहिँ आज जाँदैछौँ थोरै छोटो मिठो यसो ड्राई पिकनिकको लागि। भिडियो हेर्दै गर्नुहोला साथीहरू है त, कस्तो लाग्छ कमेन्ट गर्नुहोला। ल साथीहरू हामी चाहिँ अब चट्ट लाएर होइन अटो चढेर हामी जाँदैछौँ। देख्न सक्नुहुन्छ चट्ट लाएर अटोवाला दाइ हुनुहुन्छ, यता हाम्रो भाइ हुनुहुन्छ होइन। हामी बजार जाँदैछौँ, बजार दमौली बजार भातगाउँदेखि। ल साथीहरू अब एकछिनपछि अर्को नयाँ क्लिपमा भेटौँला है त। हस् त ल साथीहरू हामी चाहिँ फाइनल्ली होइन दमौलीको यता यो तल पञ्चमन्दिर जाने बाटोमा छौँ होइन। अब हामी चाहिँ यसो पारी पाटनतिर जाने हो। हाम्रो ग्रुप चाहिँ यहाँ पछाडि हुनुहुन्छ होइन, फ्यामिलीहरू बुवा मम्मी पाजु मल्जु होइन, दिदी बहिनी सबैजना यहाँ हुनुहुन्छ। अब हामी एकछिनमा चाहिँ टक्क लाएर पाटनमा गइन्छ। ल हेलो ल चटपट बनाएर खाइन्छ। अब ड्राई पिकनिक गरिन्छ झ्याप्प लाएर। ल साथीहरू अब तपाईँहरूलाई यसो एकछिन उता पुगेर भेटौँला। ल यो चाहिँ हाम्रो पाटन जाने हिँडेर जानेवाला पुल हो साथीहरू होइन। देख्न सक्नुहुन्छ तल मादी नदी बगिरहेको अवस्था छ होइन। चट्ट लाएर ऊ पर चाहिँ त्यो सेती हो। घाम मजाले टल्किरहेको छ। पानी पर्ला पर्ला जस्तो पनि गर्छ घरिघरि होइन, तर घाम पनि टल्किरहेको अवस्था छ साथीहरू। चट्ट लाएर आजको मौसम चाहिँ जे जस्तो भयो नि राम्रो छ होइन। ल साथीहरू हाम्रो ग्रुप देख्न सक्नुहुन्छ है, चट्ट लाएर आज हामी ड्राई पिकनिक गर्न जाँदैछौँ। ल जाम है, जाम जाम अगाडि जाम। ल आज फ्यामिली ड्राई पिकनिक है त साथीहरू। ल हेर्दै गर्नुहोस्, चट्ट हामी ड्राई पिकनिक गरेको रमाइलो भ्लग चाहिँ इन्जोय गर्नु होला है त। ल साथीहरू हामी चाहिँ फाइनल्ली पाटन आइसक्यौँ। मजाको हावा चलिरहेको अवस्था छ। चट्ट लाएर होइन हाम्रो ग्रुप देख्न सक्नुहुन्छ यहाँ टक्क लाएर। ल हेलो हेलो भने त भ्लगमा ल सबैलाई ल हेलो 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 एभ्रिवान भन्नु। ल ल पाटन चाहिँ यहाँ कति समयपछि आएको त पुरै टोटल्ली चेन्ज भइसकेछ गाइज होइन। म त यहाँ चिन्नै गाह्रो परिसक्यो म पाटन आछु कि कहाँ छु भनेर होइन। ल अब तपाईँहरूले नि अब देख्नु भएन नि, ल देख्नु हेर्नु। ल धेरै समयपछि अब पाटन आउनुभएको छैन धेरै समयसम्म भने। ल ल हामी चाहिँ अब एकछिन रेस्ट गर्दैछौँ साथीहरू होइन। मौसमको नि के कसो भर छैन, अलिअलि घाम त लागिरहेछ, तर पानी फ्याट्ट परिहाल्छ कि भनेर चाहिँ मैले यहाँ चट्ट लगाएर
त्यसको व्यवस्थाको लागि पनि एउटा यहाँ जुगाड ल्याएको छु होइन। त्यो चाहिँ के जुगाड हो हेर्दै गर्नु होला है त भिडियोमा साथीहरू। म चट्ट लाएर यहाँ हजुरहरूलाई देखाउने छु। ल है त साथीहरू, हाम्रो चाहिँ अब यहाँ ड्राई पिकनिकको चाहिँ टक्क कार्यक्रम चाहिँ सुरु हुँदैछ। यहाँ टक्क खानेकुराहरू निकालेर रेडी हुँदैछ होइन। अब एकछिनपछि चाहिँ चट्ट लाएर बसेर सबैजना मिलेर खाइन्छ साथीहरू है त। ल साथीहरू, मैले अघि जुन जुगाड भनेको थिएँ त्यो जुगाड म रेडी पार्दैछु होइन। बाइचान्स पानी परिहाल्यो भने होइन, पर्न त नपर्ला, परिहाल्यो भने त्यसको लागि जुगाड रेडी पार्नु पर्यो, तयार पार्नु पर्यो। कागतीको बेला दियो त्यो चाहिन्छ। आलु छिर्नु छ, चक्कु चाहियो ल। ए चक्कु त टन्नै रहेछ त। प्लेटहरू चाहियो यहाँ छ, गिलास चाहियो यहाँ छ, र दही खाने बटको चाहियो यहाँ छ, चम्चा चाहियो यहाँ छ। हावाले उडाउला है यो प्लेटहरू। चम्चा सम्चा पुगेन नि यहाँ छ है एक्स्ट्रा। साथी हो फाइनल्ली जुगाड यहाँ रेडी भइसकेको छ। अब चट्ट लाएर यसको माथि चाहिँ हाल्न मात्र बाँकी छ। उडायो 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 गाइस, उडायो। मेरो यहाँ अलिकति बाँधेर राख्न नपाएर चाहिँ हल्का उडाएको अवस्था छ होइन। यता टक्क ड्राई पिकनिकको लागि खानेकुरा बन्दैछ। जुल उता गर्नु न। हौस् ठासुङ ठासुङ। देख्न सक्नुहुन्छ अघि मैले जुन भनेको थिएँ, बाइचान्स पानी परिहाल्यो भने के जुगाड गर्ने भन्दा जुगाड मैले लगाइसकेको छु। अब पानी परे पनि घाम लाए पनि त्यति टेन्सन छैन। च्याट्ट लगाएर अब पानी परिहाल्यो भने यो समुद्र भयो। च्याट्ट पानी पऱ्यो भने के गर्ने गाइज भन्दाखेरि लगाएर झ्याप्प लगाएर ल है त। ल यसरी चाहिँ झ्याप्प भित्र बस्ने है त। ल है दिन त ल यहाँ बुवाले खिचिदिँदै हुनुहुन्थ्यो साथीहरू। च्याप्प लगाएर ल बनाइयो है त। ल यति बनाएपछि टक्क साइडमा यसो खानपिन बन्दैछ, बनाउने खाने। अल्छी लाग्यो निन्दा लाग्यो नि यहाँ च्याप्प लगाएर सुत्ने। ल है त हस्, बाँकी क्लिप हेर्दै गर्नु होला। ल साथीहरू है, सबै भिडियो हेर्नुभयो होला। ल आजको हाम्रो रमाइलो ड्राई पिकनिक पाटनमा सकिसकेको अवस्था छ होइन। सबैजना खाएर पिएर मस्त भएर रमाएर चाहिँ हामी अब जानलाई तर्खरमा छौँ। र हामीले फोहोर पनि त्यहाँ फोहोरमा डस्टबिनमा फ्यालिसकेको छ है साथीहरू। ल सबैले चाहिँ आफूले गएर रमाइलो गर्नुहोस्, खानुहोस्, इन्जोय गर्नुहोस्। फोहोर चाहिँ गर्नु भएन। चट्ट लाएर ल आजको ब्लग यहीँ नै अन्त्य गर्न चाहन्छु। ल सबैजनालाई म बाई बाई भन्न चाहन्छु। ल बाई बाई भनिदिनु सबैजनालाई। ल बाई बाई एभ्रिवान।